अब हम जा रहे हैं अबू धाबी मंदिर। Can anyone hear me? सब हालिदिनु प्लिज Hello guys, my new vlog. Please to channel my Sakrapara. Sacrifice. लास्ट गर्नु छ यार मन्दिर जाई चल झूठा भनेको लास्ट गर्नु छ कसो जाने ल यस्तरी मन्दिरमा बर गर्नु छ क्या हो गया क्या मन्दिर है क्या हो गया हेलो जाँदैछु अबू धाबी मन्दिर होइन कस्तो लागिरहेको छ त मलाई सुत्नु भएको Yes, you are. मन्दिर जाँदैछु है अब हामी मन्दिरमै भेट्छौँ तपाईँहरूलाई मन्दिर देखाउँछु है कस्तो हुन्छ के हुन्छ मन्दिर देखाउँछु अबू धाबी मन्दिर यहाँको एकदम ठुलो मन्दिर है अबू धाबी युएको ठुलो मन्दिर है हामी अब अबू धाबी मन्दिर जाँदैछु होइन कस्तो हुन्छ तपाईँलाई देखाउनु वैसे सानो आउँथ्यो क्या है तपाईँलाई दिएको कि फोन मलाई कहाँ खिच्नु दिएको खिच्नु पऱ्यो नि यो धर्न त तल सिधो ए यता हो नि यार फेरि अस्तिको अस्तिमा फोन इधर हो नि इधर नीचे मालूम है ना मुझे मालूम है त्यही हुँदैन आज घुम के आइदियो मुस्किल टाइम लगेगा टाइम पाँच मिनट लाग्छ है 5 मिनट ल आउनुलाई मेट्रो आउनु 5 मिनट लाइफ फार्मेसी ओ अबू धाबी मंदिर जाने कौन सा मंदिर अबू धाबी वाला मंदिर हाँ वो वाला तीन बंदा है हाँ 3 बंदा जाओ एक बंदा और है नहीं हमारे पास मेरे पास तो मेरे पास तो है मेरे पास एक बंदा और चाहिए कितने में लेंगे अंदर बैठ करो 50-50 है शेयरिंग में हाँ 50-50 में एक आदमी का 50 क्या? ये क्या बक रहे हो मादरचोद? तो भाई अब कैसे जाएगा मंदिर में मेरे को बता दो मैं मंदिर में उतार देगा मेरे को स्टेशन में नहीं उतार देगा मंदिर में उतार देगा आप शाहना में जाएगा मंदिर तक सीख जो धर्म टैक्सी गैस ये मैं बोल रहा हूँ वो तो भागते हैं ना इसलिए मैं बोल रहा हूँ मेरा बात आएगा नहीं सही प्राइस बोलो क्यों आएगा भाई मेरे बात तरफ से ना आप बस में जाएगा 30 dirham तो बस रहता है उधर से 60 dirham मंदिर तक आएगा कितना आएगा 30 90 और 150 हो जाएगा मंदिर जान लाग्यो यस्तो गर्मी हो जब्बर गर्मी हो लास्ट गर्मी अच्छा फोर गर्मी लास्टै गर्मी यार त गर्मी होइन लास्टै लास्ट गर्मी क्या हो के प्राइस मिल्यो पुरा मिल्यो कति दिराम रे कति दिराम हो 40 होइन 40 दिराम यहाँ इभन बत्तीदेखि अबू धाबी मन्दिर शीतल भयो आनन्द भयो ल गर्मी लास्ट है इवन बत्तीटा मॉल इधर बहुत अच्छा है दामी छ नि इवन बत्ती पसीना पहुंच जाएंगे त्यही बढ्यो गर्मी जता ततै गर्मी टाइम सेव हो पसीना बहुत लास्ट धेरै पसीना आयो होइन पसीना के हाँ पसीना क्या मरिन्छौ मरिन्छ यहाँ अबू धाबी मन्दिर भर्खरै ल्यान्ड भयो यहाँ अब मेल आउँछ मेलमा टिकट हुन्छ त्यसपछि अनि भित्र जाने हो गाई छ है यस्तो हुन्छ यता
हामी मन्दिर है दर्शन पनि गऱ्यो। बाहिर त लास्टै गर्मी छ, भित्र चाहिँ अब ठिकै हो मन्दिर दर्शनमा। मन्दिर ठिकै छ। यस्तो छ टाइपको। मन्दिर है गाइस यहाँ पुरै यस्तो मरु हुन्छ यता चाहिँ यस्तो छ मन्दिर चाहिँ पुरा मन्दिर दर्शन ल दामी आर्किटेक्चर बनाएको। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े हुए। How do you feel? राम्रो मन्दिर आउँदा एकदम राम्रो लाग्यो। फिल गुड। लाउनु त्यस्तो भोक लागेन त नि? लाग्छ भोक लाग्यो मान्छे भोक लाग्यो भोक अन्त नि गर्मीले अब मर्छ क्या अब ढल्छ एकछिन अब मान्छे अब कहाँ जान्छ नि हो एक राउन्ड मन्दिर घुमेकै यस्तो छ मन्दिर होइन त्यहाँ छ आमामामा टाउकै फुट्ला जस्तो भयो। यही हो मंदिर का दर्शन बहुत बड़ा इधर भी है क्या? लो गाइस है मंदिर घुमौँ मन्दिरलाई सबैजना मन्दिर दर्शन गर्नु आयो। यस्तो छ मन्दिरको दृश्य। बाफ रे बाफ उल्टो हो के गर्नु अब यस्तो लास्ट गर्मी भयो यार। गर्मी भयो कि जाउँ फेरि जाउँ त्यो भित्र कतै फेरि ओभर गर्मी भयो कि ओभर गर्मी भयो। बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। डेन्जर गर्मी भयो कि छिटो जाडो भयो है। डिप्रेशन ल ल ल ल ल आऊ ल यसरी ऱ्यान्डम भिडियो। ओ बहुत एकदम गर्मी ल डेन्जर गर्मी। मोबाइल यहाँ पुरै तातेर फुट्न लागिसक्यो। सक्दैन हजुर सक्दैन। कति डिग्री छ अहिले? कति डिग्री छ ल? क्या हो क्या? बापरे लास्टै गर्मी छ। पसिना आएर दौडी भयो। ఎందుకురా నీకు ఏస్ బతుకు ఎందుకురా నువ్వు బతుకుతావు मिलाएर टक्क यसरी युट्युबमा हाल्छ कि ल मन्दिर पनि अब घुमेर सक्यो। अब खाजा खान जान्छ। मैं सुना नहीं क्या? जोर से बोल, मैं जरा कम सुनता हूँ, जोर से बोल। खाना खाइन्छ है के हो सर? I'm sorry। ओहो ए आबुधाबी मन्दिर हजुर 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 हजुर। अब कहाँ गर्ने हामी खाना खाने लन्च गर्ने? अब लन्च गरिन्छ। अब 12 घन्टा ड्युटी गरेर आएको सुतेको पनि छैन। चल रहे सो रे तेरे को बोल रहा सो रे तेरे को बोल अब खाइन्छ अब होइन बसेँ अब फेरि सुतिन्छ 10-20 मिनट आधी घन्टा। यो हाम्रो यहाँ आबुधाबी मन्दिरको मिल कस्तो कस्तो छ मिल? ठिक छ मिल भवाल छैन। ओ मन्दिर है घुमेर सकियो। अब हजुर दाजु हजुर हजुर सेक्युरिटीमा हाम्रो त दुबईको 2262।
केमा गर्नु अगाडि अहिले होइन म 2007 मा ए म त 2020 मा गरेको पुलमेन होटलको देरा सिटी सेन्टरमा 2 वर्ष गरेँ तिम्रो ट्रान्सकार्डको थियो ट्रान्सफर गर्दै हाम्रो मिलेर म्यानेजमेन्ट एउटै थियो कि प्रोपर्टी माझीदल फुटनको यस्तो थियो सिरियस लाइसेन्स निकालेर अब ट्याक्सी गरिनु भयो अरू गरिनु भयो होइन पनि पाउँछ अब सेक्युरिटी जब के हुन्छ एउटै जब लो स्पिडमा फाइन आउँछ मलाई आएको छ हो र लोमा हाईमा चाहिँ लेखेकै छ त म्याक्सिमम र लो भनेर सिधै स्पिड चलाउनु पऱ्यो पुरै 120 भन्दा माथि जानु पर्यो फेरि यो दुईटा ट्र्याकमा होइन यो र यो ट्र्याकमा तिमीले हाई हुनु पर्यो यो दुईटा ट्र्याक छोडेर ट्रकहरूले चाहिँ यहाँ आउनु पाउँदैन यहाँ हामीले चाहिँ जुनसुकै लाइनहरू चलाउनु पायो अन्त यो नलेज तपाईँले कसरी थाहा पाउनु भयो त हामीलाई थाहा नभएर नयाँ चलाएको दुबईमा चाहिँ लङ टाइम बस्ने हो चाहिँ लाइसेन्स निकाल्दा राम्रो रहेछ होइन र अरू जबहरू भन्दाखेरि म त जाँदैन अरू जब भेट्यो भने 30,000 35,000 जब के जानु 5,000 को जब छोडेर चाहिँ कम सेलेरीमा पो जान्छ बसमा कम्पनीको छ लन्ड्री कम्पनीको छ सबै आफूले केही टोइलेट बाथरुम बेड बिस्तर रुमसम्म गर्नु पर्दैन डिजाइन कम्पनीको हो डिजाइन कम्पनी हो भिजा पनि मलाई त्यसरी कमिसन मात्रै होइन सबै कम्पनीले के अरे खाना चाहिँ आफ्नो खाना चाहिँ आफ्नो खाना चाहिँ होटलमा खानु भित्र लानु पाइँदैन मान्छे बस्न सस्नदेखि लिएर सबै कम्पनी दामी हो होइन लन्ड्रीको सुविधा भनेपछि त वान अफ द बेस्ट भनेको टोइलेट कोठा सोटा केही छ भएन कोठा खुलै हुन्छ हामीहरू ट्वेन्टी लकर चाहिँ दिए हुन्छ लकर कमाल छ यता दुबईको त त्यस्तो छैन हाम्रो पुरै दुबईको नि त्यस्तै हो अनि आबुधाबीको लोकलको कम्पनी होला नि त्यही भएर दुबईको आरटिएमा कस्तो आरटिए ट्याक्सी रुममा हाम्रो टिभी सिभी केही पनि हुँदैन टिभी हेर्न पाइँदैन ड्राइभर सुत्दैन भनेर किन लाग्छ त्यस्तो हुन्छ नि त अनि कतिजना हुन्छ रुममा रुममा फुटबलको ग्राउन्ड जत्रै हुन्छ तर 10 जना हुन्छ कुनामा हुन्छ ठुलो हुन्छ पुरा 8 जना छ नि त ढोका कालो सिसा लगाएको हुन्छ घाममा आउँदैन त्यो के अँध्यारो बनाएको हुन्छ एउटा गाडीको त पुरै पञ्चर भएर कस्तो टायर सायर पुरै फ्ल्याट प्लुट भयो कि 3टा नम्बर प्लेट भएको छ अबुधाबीमा त सेक्युरिटीको 27-28 छ भन्छन् अबुधाबीमा राम्रो छ नि सेक्युरिटीको त अब हामीलाई मुस्किल छैन अबुधाबी जान त्यसको लाइसेन्स नै फरक छ पिएसबीको लाइसेन्स हाम्रो वर्कको भिलेजमा छ नि सेक्युरिटी खाना पिना बसी ड्युटी नै केही गर्दैन कुर्सीमा बस्यो सक्यो पैसा ल्याउनु खायो अनि दाइ यहाँ रक्सी लाग्छ है भन्यो मटन बिरयानी रेड बुल ल्याइदिने हो सधैँ छिराउनु हुन्न कहिले काहीँ अब ल्याएर झोला चेक गराइदिने अब क्यामेराले चेक गरेर देखाउनुपर्छ क्या भित्र जेसुकै होस् एउटा दाइले देखाउनु पर्छ है भन्दै भन्छ क्या सालेहरूले पनि उ गर्छ बिरयानी खुवा भन्छ पुरा खाली छैन यता पुरै बार लाख छ नि दुई साइड त किन यो यो जनावरहरू आउँछ भनेर क्या यहाँनिर यो जङ्गल बनाउनु लाग्यो नि त होइन जङ्गल होइन यो उट सुट पाइरहेको छ उतातिर मजराहरू छ क्या उट भयो यो हिरण हुन्छ नि एउटा त्यो आउँथ्यो गजल भन्ने पाले छ नि तिनीहरूले त्यो अब रोड ऊ अब पानीको ताल जस्तो नि बनाएको छ क्या हो अलिक पर गएपछि त पुरै त्यो अनि ऊ छ मजा छ उठहरू पाइरहेको छ अब यो त्यहाँ जान पाउँछ त्यहाँभित्र सफारी पाउँदैन प्राइभेट प्रपर्टी ऊ त्यत्रो पानी हालेर उस गरेर त खोलै बनाइदिएको त यो घाँस मजाले यस्तो बेजती खेल खेल्नु जाने बनाएर हुन्छ मेरो